गुड मर्निङ साथीहरुलाई। र अघि मैले पकाएको यो नाकीमा हो, हेर्नुस् है। नाकीमा अब म खाना गइरहेछु। अब खाना खाएर चाहिँ म बाटोतिर लाग्नुपर्नेछ। हेर्नुस् है, नाकीमा अघिको दामी मिठो भएछ। नाकीमाले प्रेसरलाई पनि अलिक नर्मल गर्छ, सुगरलाई पनि अलिक नर्मल गर्छ है। यसको यो नाकीमाको धेरै गुण छ, भिटामिन छ यसमा, एकदम दामी। भन्दामा यो नाकीमा मात्रै भन्नु सके, तर यसको नाकीमाको दाम चाहिँ निकै अब महँगै छ अहिले है। एकदम दामी भएछ हो। नाकीमा अरूले दसैँ तिहारमा मासु भात खान्छ, म नाकीमा खान्छु। किनभने मलाई मासु त्यति मन पर्दैन कि, अन्त मलाई साग सब्जी छ भने चाहिँ मलाई भइहाल्छ हो। मासु मलाई त्यति मन पर्दैन, त्यस कारणले गर्दा म हरियो परियो साग सब्जी यस्तैहरू मनपर्छ। एकदम दामी भएछ, पिरो पिरो चटक्कै।